यहाँ सुन्नु न यहाँ हाम्रो अगाडिमा आएर कस्तो भइरहेको भन्नुहोस् त कस्तो भइरहेछ हाम्रो आगोको अगाडि आएर गोडालको जात पनि बनाउने नि भन्ने पक्षमा लागेका छौँ आफन्त आफूसमा ल हामी अर्को अगाडि अर्को कन्टेस्टको अगाडि बढिरहेको छु ल भन्नु कसो लागिरहेछ त आज मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ भन्नुपर्छ है पानी चाहिँ लाउने हुने जाडो बेला बेला अहिले तातो तातो हुँदैछ भन्नु सारेर के पार तातो त भइहाल्छ नि त होइन आगो बाल्नु तातो हुन्छ यो भन्नु न चिसो भइरहेको थियो ल आगो बाल्दिएर चाहिँ थ्याङ्क यू तातो तातो बनाइदियो भन्नु पर्यो नि त अरू चाहिँ सबैतिर पुगेछ होइन तर एउटा रहस्य चाहिँ यो आगोमा चाहिन्छ भन्ने मलाई लाग्छ है यो जाडोको मौसममा रहस्यको बात गर्नुभएको छ यो बात पनि हामी छिटै पुरा गर्नेछौँ रसियन अब रसियन जानुको लागि रसिया जानुपर्छ के छैन ल रामभाइ रसियन पुग्ने कतिको सपना छ त्यहाँको बाबा आउँछ मेरो सपना चाहिँ बाबा आउँछ होइन मिल्यो भने त्यही हो 2-3 रात सम्म एउटा नाइटको 6,000 हो थाहा छ कि नै 3 महिनाको स्यालेरी गयो दाइ ल केही छैन 3 महिनाको स्यालेरी रसियन पाएपछि पुर्याउने भनेर कन्फर्म भइसकेको छ ल एकदम राम्रो यो चाहिँ ल अब सानसाना फुटिङहरू आइसकेका छन् यिनीहरूको डान्स गाना लगाएर डान्स अब युट्युब तर्फ लागिरहेको छ कुन गाना भने कुन गाना बजाउँ डान्स गर्नु पर्यो यहाँ त यहाँ छिटो छिटो यहाँ भने कुन गाना बजाउँ भन् त कुन गाना लगाउँ क्या गाना लगाउँ भने नाच्ने कि त अब डोडोडोमा दिनु पर्यो बहिनीहरूलाई नेपाली आउँदैन होइन बहिनी क्या गाना लगाउँ भन् त क्या गीतको नाम भन् फुक्क फुक्क गाला भन् फुक्क फुक्क गाला हात कहिले बना त्यो दाँत क्या गाना लगाउँ फुक्क फुक्क गाला भन्ने नि भने लाज मानिसकेको छ मैले बोल्ने ल फुटिङलाई बोलाउँछु यहाँ पनि ए सन्जु यहाँ पनि सन्जु हो के सन्जु कोही पनि आइरहेको छन् आज भिडियोमा ल नयाँ भिडियो आउँछ होइन हेर्दै गर्नु होला थ्याङ्क यू